Happy birthday to me. आज फेरि म 1 वर्ष बुढो भएँ हैन। ओ माई ब्याड सरी 1 वर्ष यङ भएँ। भर्खर उठ्ने बित्तिकै चिसो माउन्टेन ठाउँमा आएर चिसो कोका कोला खाँदै इन्डल्स गर्दै अब भर्खरै म एकछिन रेस्टरुममा आएको छु हैन। मेरो आजको बर्थडेको दिन पनि म सबै ब्लगमा राख्छु, देखाउँछु के गरे छैन हैन। आज मेरो अलरेडी डिनरको लागि रिजर्भेसन पनि छ, त्यो चाहिँ बेलुका हो। अब चाहिँ म यहाँबाट अलिकति तातो कपडा लगाएर चट्ट लाएर हाइकिङ जान्छु, रकी माउन्टेन जान्छु। तर म मजाले आज चाहिँ एसटीएस पार्कको ठाउँहरू पनि देखाउँछु हैन। अहिले मैले फोन पनि चार्ज गर्नुपर्छ पुरै, त्यसपछि गुड पिक्चर्सहरू लिने हैन। रकी माउन्टेन जति माथिसम्म जान सकिन्छ जाने। मैले अर्को जुत्ता पनि लिएर आएको छु, त्यही भएर आज मजाले हिँड्नुपर्छ। हिजो क्यान्डी गम्सहरू खाएको हैन, हल्का जङ्क त मैले त्यस्तो धेरै खाएन, त्यही अलिअलि खाएको कुरा आज बन्द गर्ने हो, त्यही होइन। हेल्थलाई म जहिले पनि फेरि भन्दैछु, मैले चाहिँ हेल्थलाई जहिले पनि ध्यान दिन्छु है। बट एनिवेज भेरी ह्याप्पी होइन। मेरो लभ वन्सहरूले मलाई विस पनि गरिसक्यो होइन, गर्नुपर्ने मान्छेहरूले मलाई गरिसक्यो। म यस्तै सोसल मिडियामा म मेरो बर्थडे भनेर कहिले राख्दिनँ क्या, त्यो चाहिँ म पहिलेदेखि मलाई मन पर्दैन। आइ एम भेरी सिक्रेट अबाउट द्याट। आई डोन्ट लाइक पिपल विसिङ मी अन माई सोसल मिडिया। थाहा पाउनु थाहा पाएँ, नत्र भने भएन भने इट्स अल गुड टु मी। ल एनिवेज क्याच यु गाइज इन अ बिट। ल मेरो होटलको बाहिरबाट भ्यू यसो यहाँ खेल्ने ठाउँहरू होइन, बार्बिक्यू सर्बिक्यू गर्ने ठाउँ पनि रहेछ, सानो पार्क जस्तो। त्यो पछाडिको अघिको डाँडा देख्नु भइहाल्यो। यहाँ लोकलहरूको घर पनि रहेछ, प्रायः जस्तो घरहरू सबै काठको होइन, यस्तो लज टाइपको। अब ब्रेकफास्टमा चाहिँ के छ जाउँ, त्यहाँ आज कन्टिनेन्टल ब्रेकफास्ट छ। यो चाहिँ हाम्रो होटेलको लबी हो। यो त मैले हिजो पनि देखाइसकेँ। मुफिन डोनट सुन्तला स्याउ योगर्ट। एकदम मिठो छ। भ्याकेसन भनेकै खाने घुम्ने केही त हो नि होइन। होटलमा भक्कु ब्रेकफास्ट दिएर अब चाहिँ म यसो हिँड्न लाग्छु होइन। जाडो होइन, भित्र टी सर्ट। अनि अहिले म होटलको बाहिर छु। अब म तपाईँहरूलाई यहाँको भ्युजहरू देखाउँछु कस्तो छ। अब खाएपछि वाक त गर्नु पऱ्यो, अहिले त एक्सर्साइज पनि छैन होइन, त्यही भएर हेल्थ फर्स्ट। तर यहाँको भाइब कस्तो दामी के। 1 सेकेन्ड है त, अब म हेर्छु। ल यो चाहिँ अब कोलोराडो एसटीएस पार्कको मेन सहर भनौँ न, डाउनटाउन आइपुग्नलाई धेरै नजिकै छ, किनभने सानो ठाउँ हो। म हिजो यहीँ नेपाली एउटा रेस्टुरेन्टबाट मैले खाना लिएर आएको थिएँ होइन। हेर्नु कस्तो दामी छ ठाउँ। यो केबल कार चाहिँ के रहेछ, त्यहाँ जाँदैछ होइन। त्यो पनि अहिले म अनलाइन हेरेर फिगर आउट गर्छु। त्यो मलाई पनि त्यो टाढामा गएर
डाँडामा गएर हेर्न मन लाग्छ दामी ठाउँ छ जस्तो छ त्यतिकै केबल कार त राखेको होइन यो यार फोहोर फाल्नुपर्ने कतै ट्रेस क्यानै छैन त यार फेरि कस्तो सफा छ ब्युटिफुल उता कफी खाने ठाउँ रहेछ यो होटलको कफी चाहिँ लास्टै नमिठो लाग्यो अब एउटा कफी पनि लिइहालौँ अनि बल्ल मेरो दिन सुरु हुन्छ ओहो यहाँ त हिँड्न पनि मजा आउने रहेछ यार तल उकालो ओह्रालो गरेपछि त बर्न पनि धेरै हुने होला क्यालोरिज नजिकै चाहिँ जानु हुँदैन कत्रो ठुलो एक पानी खान आएछ ठ्याक्क देख्न पाए हुन्थ्यो भनेको ब्लगमा राख्न ठ्याक्क आज बिहान हिँड्दा देखियो बिचरा अलिकति बुढो भइसक्यो रहेछ म अघि वाक गरेर पनि आइसकेँ होइन अनि आज मेरो बर्थडेको दिन चाहिँ अब चाहिँ म मेन रकी माउन्टेन जाँदैछु आजको वेदर पनि पर्फेक्ट छ घाम पनि मजाले लागेको छ होइन अनि त्यहाँ चाहिँ मैले सुनेको अनुसार बियर मेरो इन्ट्रान्सबाट जाँदाखेरि चाहिँ एकदमै राम्रो क्याप्चर गर्न सकिन्छ अरे त्यो भ्युजहरू त्यही भएर त्यो क्याप्चर गर्ने त्यसपछि फोटोहरू खिच्ने अहिले मेरो ओटिडी म उतै गरेर देखाउँछु होइन अलिकति वार्म एन्ड कोजी टाइपको छ किन भन्दाखेरि अलिकति वेदर पनि त्यस्तै छ नि त त्यही भएर त्यही अनुसारको मैले लुगा लिएर आएको थिएँ होइन सो क्याच यु गाइज इन अ लो बिट अघि चाहिँ मान्छेहरू नै पुलिस पनि आएर बसेर खिचिरहेछ त्यहाँ चाहिँ तिनीहरूको स्टेसन रहेछ त्यहाँ आएर थाकेर त्यहाँ बस्नेछ अहिले त्यहाँ म आएर खिच्छु यो चाहिँ डाउन टाउन हो है मैले अघि त्यो भन्दा थिएँ म चाहिँ अल द वे आएन हिजो चाहिँ म राति आएको थिएँ होइन थाकेको भएर हिजो मैले के गरेर आज चाहिँ मेरो प्लानै बेलुका चाहिँ डाउन टाउनमा बर्थडे मनाउने हो र यसरी नै यही ठाउँमा म आउँछु यहाँ कस्तो राम्रो जान्थ्यो क्रिसमसको बेलामा इङ्ग्लिस मुभीहरू देखाउने जस्तो टाइपको घरहरू होइन स्पेसली क्रिसमसको बेलामा मात्रै खन्ने घरहरू त्यस्तोहरू पनि मैले हिजो सराउन्डिङमा देखेको थिएँ एकदम चित्त बुझेँ कि मेरो बर्थडेमा मैले यस्तै विस गरेको थिएँ कि लाइक इन्ट्रान्स छिर्न लगाएको छु यो इन्ट्रान्सबाट चाहिँ $30 ओके $30 तिर्नुपर्ने रहेछ $30 तिरेपछि चाहिँ त्यो ट्रायल आउँछ होइन त्यसपछि हामी माथि जान्न थाल्ने हो अब यो रकी माउन्टेन जानको लागि चाहिँ यो अर्को बाटो पनि छ फ्री बाटो पनि छ भन्थ्यो हो कि सायद त्यस्तै हो कि क्या हो होइन तर आइ एम चुजिङ दिस यही होइन बियर पार्किङ फुल ब्रेड लेक पार्किङ फुल भनेर यहाँ चाहिँ $30 दिएपछि 7 दिनसम्म यु क्यान कम घाम पनि चर्को लागेछ अनि चिसो हावा घाम चर्को अनि भन्नाले बाहिर चाहिँ चिसो फ्रेस वेदर होइन यसमा त म एसी पनि चलाउँदिनँ एकैछिनै यो पनि बन्द गर्दिनँ आई क्यान ओपन माई विन्डोज यस्तो छ है अब बाहिरै यस्तो जङ्गलबाट हामी चढ्दैछौँ यतिखेर टन्नै मान्छे आउने रहेछ वाउ यसरी पो हेर्न मिल्ने रहेछ त्यो ठाउँ कस्तो दामी बनाइदिएछ है यो कुरा चाहिँ यही मनपर्छ क्या लाइक हाम्रो देशमा चाहिँ यस्तो नेचुरल रिसोर्सेस कुराहरू धेरै छ हामीले बच्चामा पनि पढ्थ्यो बच्चामा चाहिँ त्यस्तरी हामीले एनालाइज गर्दैन थियो तर अहिले बुढो हुँदै गएपछि थाहा हुन्छ यस्तो कुराहरू लाइक वी हेभ सो मच थिङ क्या नेपालमा तर भएको कुरालाई हामीले जतन पनि गर्दैनौँ होइन अनि बेच्छौँ खान्छौँ कहाँबाट देश बन्छ वी हेभ टु बी अनेस्ट नेपालमा छ यस्तो मजाले छ वाउ यो यस्तो बाटोमा त म त चलाउनै मलाई कस्तो रमाइलो लाग्यो यार
आई फिल लाइक त्यो पहिला पहिला नेसनल जियोग्राफिक त मेरो फेभरेट च्यानल, यस्तोमा मैले हेर्दै कि यस्तो कुराहरू होइन। अनि क्या त्यो ठाउँहरू जान मन लाग्ने हुन्थ्यो कि त्यतिखेर घरमा बसेर हेर्दा वाट अ ब्युटिफुल ठाउँ भनेर। जस आज आफ्नै आँखाले हेर्न पाउँदाखेरि चाहिँ आई एम एक्साइटेड, फिलिङ ब्लेस्ड एन्ड ह्याप्पी। नट एभ्रीबडी गेट्स अ चान्स टु कम आउट हियर होइन। ल अहिले चाहिँ म यहाँ बिच बाटोमा रोकेको छु होइन। हावा मजाले चढिरहेको छ डाँडामा होइन। कस्तो रमाइलो भइरहेछ। तपाईँलाई भ्युज देखाउँछु है त। Look at the views. Look at that mountain. अझ यहाँबाट एउटा यो पोमो गएर खिच्छु कि म। हावा त बवाल चल्ने रहेछ। ठुलो माउन्टेन नचढे पनि सानो माउन्टेन यहाँ माथि बसेर अब होइन। हेर्नुहोस् त यहाँ भ्युज। Look at that. तलको बाटो जानु पनि मिल्छ होइन। गाडीहरू आउँछ। अझ म माथि चढेको छैन। पहिला एउटा फोटो हानिहाल्नु है। यहाँको खोलाको पानी पनि यसो चाख्नु पऱ्यो भनेर यहाँ तलतिर एकछिन आएको छु होइन। यो चाहिँ हो कि मजा भनेको। यस्तोतिर त आउने होला नि एनिमलहरू होइन पानी खानु। फ्रेस वाटर, फ्रेस वाटर। यो पानी हेर्नु न कस्तो सफा छ यार। कस्तो चिसो क्या। क्रिस्टल क्लियर पानी। अच्छा 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 सिधै माउन्टेनबाट आएको पानी। कस्तो चिसो छ कि यार यो पानी। भन्दा भने मलाई पिसाब पनि आयो। अब चाहिँ यसो माउन्टेनतिर जानु पर्यो होइन। लाइक रुखहरू हेर्नु कस्तो। मैले एक्ज्याक्टली जे खोजेको त्यही पाएँ आज। एक्ज्याक्टली जे खोजेको त्यही पाएँ। योभन्दा धेरै बेर पनि बस्नु हुँदैन। अब यहाँबाट म जान्छु। ऊ त घाम पनि लागिरहेको छ। एकचोटि त्यहाँ पनि जानु पर्यो। त्यो ठाउँ पनि राम्रो आउँछ होला फोटो। र यसरी मेरो आज बर्थडेको दिन पनि मैले अघि तपाईँहरूलाई मैले पहिलेदेखि भनिरहेको थिएँ म हाइकिङ गर्न जाँदैछु भनेर। इट्स अ लट अफ वर्क बट गुड फर मी। अक्सिजन यस्तो राम्रो पाइरहेको छु मैले होइन। लाइक क्रेजी गुड, भेरी ह्याप्पी। यहाँ मजाले तपाईँ रातभरि पनि बस्नु मिल्छ। तर को बस्छ र होइन रातिसम्म। Look at the view. मान्छेहरू सबजना फोटो खिच्न व्यस्त छ यहाँ होइन। भेरी नाइस। ल अब चाहिँ म यहाँबाट हिँड्दैछु होइन। एकैछिन सिट बेल्ट लगाएर म चाहिँ झ्याल खोलेर चलाइरहेको छु होइन। किन भन्दाखेरि सर फ्रेस हावा पनि आउँछ होइन। त्यही भएर टट्ट झ्याल खोलेर चलाएपछि आनन्द हुन्छ। अब फर्किँदाखेरि त ओह्रालै ओह्रालो हो, रमाइलो हुने भयो। ल अहिले चाहिँ अब यो फर्किरहेको अवस्थामा एउटा ग्रेट टाइम एट द रकी माउन्टेन। म चाहिँ पहिलेदेखि अब
फुल फेजमा चाहिँ आएको होइन, तर एक दिन म यहाँ फेरि फुल फेजमा पनि आउँछु, लाइक जस्ट फर द हाइकिङ। एकछिन त्यो अघि डर लाग्यो यार, लाइक अघि म माथि माथि चढेको थिएँ, त्यसपछि त्यो आई डोन्ट नो सम काइन्ड अफ एनिमल कराएको जस्तो लाग्यो मलाई, साँच्ची हो गफ होइन। त्यसपछि म आत्तिएर म झरेको। तल एउटा केटा र केटी तिनीहरू चाहिँ अलिक तल थियो, तिनीहरूले पनि हेरिरहेको थियो, समथिङ कराइरहेको थियो। थ्याङ्क यू। अब चाहिँ यहाँबाट फर्किँदाखेरिको हेरौँ है त, कस्तो रमाइलो छ यो फर्किँदाखेरि पनि कि। त्यो अघि म यिनीहरूले पनि यहीँ माथि त लिएर आउने रहेछ, त्यसै त्यहाँ अघि टाइम वेस्ट गरेर पार्किङ खोजेर थाहा नभएर हो। अब चाहिँ भ्युज हेर्दैछौँ, हेरौँ ल। उकाली ओराली गर्दै खोला नाला पहाड झर्दै दरी 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 गानै बिर्से यार। आफ्नै गाउँ फर्किया ए नयाँ नयाँ सपनाला ए। Look at that view, man. Wow. Wild sir, wild. डबल चाहिँ म बाटोमा यहीँ मजाले मैले स्यान्डविच किनेको छु होइन। अनि झट्ट यो पन्डको छेउमा टक्क डकहरूसँग बसेर अब लन्च गर्नु लाग्छ। What a beautiful view, man. I can get this often. यहाँ ट्री हाउसहरू पनि रहेछ कसको बोर्डर सबजना खेलिरहेछ त्यहाँ। अनि बाइ द वे मैले खानेकुरामा चाहिँ त्यस्तो खासै केही पनि होइन, मेरो डिनर पनि छ। मेरो एनर्जी ड्रिङ्क हो, आजकल मलाई यो फ्लेभरको अलानी भन्ने एकदम मनपर्छ होइन। डोरिटोस नाचोस अनि सोसाइटी चाहिँ यतै ठुलो जस्तो छ, तर म चाहिँ साउन्ड युज गरेको छु होइन। मिठो छ स्यान्डविच, फ्रेस। What a beautiful lunch. I love it. यहाँ चाहिँ बच्चाहरूको यसो सानो खेल्ने ठाउँ बन्दैछ होइन। यहाँ पनि छ यो। पछाडि पनि रहेछ एउटा। म चाहिँ यो रेस्टुरेन्टमा आएको होइन। यो चाहिँ लज पनि हो अनि यहाँ चाहिँ बार पनि पर्फेक्ट रहेछ, एम्बर भन्ने, भेरी नाइस। एकछिन आगो ताप्यो, त्यसपछि त्यहाँ मेरो डिनर त रेडी हुँदैछ होइन। सबै अब हात साथ यस्तो फिराएर एकछिन यस्तो रिल्याक्स। त्यो होस्टेस केटीले नाइस आउटफिट भन्दै थियो मलाई।
All right.